हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट मिनी ब्लग। आइयो हजुरहरू पनि सन्चै नै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। म चाहिँ बिहान उठेर आँगनमा झाडु लगाउँदै थिएँ अनि हजुरले चाहिँ बिहानमा के काम गर्नुभयो? रातभरि पानी आएको कारणले आँगनमा पनि पानी भएको छ। त्यसपछि चाहिँ म चाहिँ भैँसीलाई कोडो तताउन लगाएको अनि आज अचम्मको कुरा, एकतिर कुहिरो लागेको थियो अनि एकतिर चाहिँ घाम लागेको थियो। हाम्रोमा चाहिँ 5 बजी यो भाले कराउने गर्छ। भाले कराउन साथ उज्यालो भयो भनेर अनि म पनि उठ्ने गर्छु अनि आज चाहिँ एउटा चरा पनि थियो। म चाहिँ अङ्कलको बाइकको सायरी बन्नतर्फ लागेँ। आमाको काखभन्दा प्यारो अर्को कुनै स्वर्ग छैन। त्यसपछि मैले चाहिँ चिया नास्ता खाएर मेलामा पुगिसकेँ। आज चाहिँ घाम लागेको थियो अनि त्यही भएर घाँस काट्न पनि सजिलो थियो, खासै चिसो पनि थिएन। अनि हजुरहरूले चाहिँ कतिवटा लुगा मात्र लगाएको भन्नु होला। मैले चाहिँ घरमा बस्दा एउटा अनि मेलामा जाँदा चाहिँ अर्को लगाएर जाने गर्छु। मेलामा लगाएको कपडामा पसिना आएर धेरै नै मैलो भइसक्छ। त्यसपछि मेरो भारी पनि पुग्यो अनि म चाहिँ घरतर्फ फर्किँदै। आजको भारी चाहिँ धेरै नै गरुङ्गो थियो। बिहान चाहिँ भात तरकारी अचार बनाएको थिएँ, अब चाहिँ मैले अन्डा बनाउँदै। त्यसपछि म चाहिँ खाना खानतर्फ लागेँ अनि हजुरहरूले पनि खाना खाइसक्नु भयो होला। बिहान मेलामा गएको कारणले होला आज चाहिँ मलाई साह्रै भोक लागेको थियो। खाना खाएर मात्र त भएन अनि त्यसपछि खाना खाएको भाँडा पनि माझ्नु पर्यो। भाँडाहरू थोरै भएको कारणले मैले चाहिँ छिटो माझिसकेँ। त्यसपछि म चाहिँ आज फेरि दिउँसोको मौसम खिच्दै अनि हजुरहरू पनि देख्न सक्नुहुन्छ अनि कतिपयको यहाँ टाढा घर पनि हुनसक्छ। बर्खाको बेला गाउँतिरको खोला कत्रो भयो भन्दै म चाहिँ खोलातर्फ लागेको। अङ्कल चाहिँ मलाई छोडेर अघि गइसक्नु भएको थियो। हजुरहरूलाई चाहिँ गाउँघरका खोला नाला कतिको मनपर्छ अनि मलाई चाहिँ धेरै नै मनपर्ने गर्छ। हजुरहरूलाई चाहिँ एउटा कुरा थाहा नै छैन होला, तर त्यो कुरा के हो भनेर म भन्न चाहन्छु। यस्तो बेला चाहिँ नजिकको साथीभन्दा टाढाको साथीबाट नै सपोर्ट पाइदो रहेछ। नजिकको साथीले त हेर्दा पनि हेर्दैन, टाढाकै साथी भए पनि मैले चाहिँ धेरै सम्झेको छु अनि धेरै माया पनि दिएको छु। अनि म चाहिँ खोलामा पनि आइपुगेँ अनि हाम्रो गाउँको खोला पनि हेर्न सक्नुहुन्छ अनि सिनसिना रहेको छ। यो बिरुवा त नचिन्ने सायद कोही पनि हुनुहुन्न होला, सायद कतिपयको त यो त फेभरेट नै होला अनि यो चाहिँ नचिन्ने कम मात्रामा हुनुहुन्छ। हजुरहरू पनि गाउँघरमै बसेको भए चटनी खाना तरकारीमा हालेर खाना धेरै नै स्वादिलो हुनेछ। साँझ पनि भइसक्यो अनि मम्मी चाहिँ आउँदै हुनुहुन्छ अनि म चाहिँ मम्मीलाई लिन जाँदैछु। मम्मी चाहिँ 2 महिना भयो डुल्नको लागि ठिक्क। फाइनल्ली म चाहिँ मम्मीको अगाडि आइसकेँ अनि मम्मी पनि मेरो अगाडि नै हुनुहुन्छ अनि धेरै दिनपछि भेट्दा चाहिँ धेरै नै खुसी लागेको थियो। म आउन साथ मम्मीले झोला पनि भुइँमा राख्न थाल्नुभयो अनि म चाहिँ छिट्टो गर्दै मम्मीसँग गएको। मम्मी पनि धेरै दिनपछि घर आउनु भएको धेरै नै खुसी हुनुहुन्थ्यो अनि गाउँ जस्तै सहर त नहुने रहेछ अनि गाउँ नै रमाइलो हुँदो रहेछ भन्नु पो हाल्नुभयो। म चाहिँ घरमा एक्लै भएको कारणले घरको भन्दा बाहिरको कन्टेन्ट बनाउनु पाएको थिएन। अब मम्मी आएपछि हल्का सहज भाव पनि हुन्छ। मैले चाहिँ मेरो मम्मीको मुहारमा यस्तै गरी सधैँभरि हाँसो देख्न चाहन्छु। अनि म चाहिँ मम्मीले ल्याएको झोला बोकेर अनि हामी चाहिँ 2 जना भएर अब घरतर्फ लाग्दै। बाई बाई गाइज, अब फेरि हामी चाहिँ नेक्स्ट भिडियोमा भेट्नेछौँ। सधैँभरि यस्तो माया गर्न चाहिँ नछुटाउनु होला।